साथीहरु हजुरहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरु आज चाहिँ मलाई एकदमै सन्चो छैन। मलाई चाहिँ अन्ननी ज्वरो आइरहेछ, रुगा मर्की खोकी ज्वरो आइरहेछ। साथीहरु हजुरहरु पनि जोगिएर बस्नु होला। अहिले चाहिँ एकदम भाइरल ज्वरो चाहिँ सबैतिर छरिएको छ। हाम्रोतिर चाहिँ प्राय सबैलाई ज्वरो आइरहेछ साथीहरु। हजुरहरुकोतिर के छ? अनि आज चाहिँ म अहिले भर्खरै पसलबाट आएँ अनि यहाँनिर चाहिँ म सब्जी बनाउँदै छु साथीहरु। हेर्नु त आज चाहिँ बोडी र आलु बनाएँ मैले सब्जीमा। अनि म चाहिँ ज्वरो आएर आज मैले केही गर्न पनि सकेको छैन। यति सब्जी चाहिँ म रित्तरी बनाउँदै छु साथीहरु। मैले चाहिँ आज यहाँ बोडी अनि त्यसपछि आलु बनाउँदै छु। अनि यहाँ मज्जाले आगो बलिरहेको छ अनि ज्वरो पनि आइरहेको छ। यहाँनिर हन्डीमा खाना पनि बनाएँ मैले। अनि यही बोडी र आलुको सब्जी पनि बनाउँदै छु, पाक्न लाग्यो। अब यसमा म यहाँ मसला पनि हाल्नलाई मैले मसला पनि रेडी गरेको छु मजाले। अब यसमा म मसला पनि हालिसकेँ मैले। अब चाहिँ म यो मसलालाई पनि मजाले चलाइदिन्छु। अनि त्यसपछि यो हल्का ग्रेभी पारेर यही सब्जी अनि भुजा खाने हो। आज चाहिँ खासै केही छैन। रोटी बनाऊ भने पनि आँटै आएन, नत्र आज चाहिँ फापरको रोटीसँग यो सब्जी खानु पर्यो भनेको थियो। तर एकदमै ज्वरो आएर घुत्रुक्क सुत्नु जस्तो भएको थियो। तै पनि यहाँ यति म रित्तरी गर्दैछु साथीहरु। हामी दुखियाको जिन्दगी यस्तै हो। अहिले चाहिँ 9:30 भइसक्यो। अहिलेसम्म पनि हामीले खाना बनाइसकेको छैन। आएर म चाहिँ एकछिन अब रेस्ट गरेँ नि त, अलिकति सन्चो नभएको कारणले चाहिँ आएर हतार खाना बनाउन पनि मैले सकिनँ। अनि एकछिन रेस्ट गरेँ। अनि रेस्ट गरिसके पछाडि चाहिँ अहिले म बल्ल तल्ल अलिकति खाना अनि अलिकति चाहिँ सब्जी, एउटा मात्र सब्जी बोडी र आलु त्यसैको ग्रेभी बनाउँदैछु। अरू चाहिँ मैले खासै केही बनाउन पनि सकिनँ साथीहरु। आज चाहिँ यस्तै छ मेरो। यहाँ हाम्रो घरको राजा, हाम्रो घरमा चाहिँ राजा मात्रै छन् साथीहरु। रानी चाहिँ एउटा पनि छैनन्। कालु यता हेर न हौ कालु। चाहिँ यहाँनिर चिउरा अनि तरकारी लिएको छु। अब चाहिँ आज म यही अलिकति खान्छु। त्यही पनि खान मन त छैन, त्यही पनि अब भोकै सुत्नुभन्दा अलिअलि खाएकै राम्रो। दिउँसो पनि आज केही खाएको छैन। यस्तै छ, सिम्पल यस्तै नै खानु पर्यो। अब सन्चो नभएको बेलामा के खानु र, जे पाए त्यही खाने कुरो पनि हुँदैन। गाउँले तरिकाको खुवाइ हुँदैछ, गाउँले स्टाइलको होइन खुवाइ। खतरा खुवाइ हुँदैछ। हेर्नु न यस्तो मजाले खाँदै हुन्छ कि के गर्नु। आज केही पनि छैन। नुन खोर्सानी, काँक्रा, बोडी र आलुको ग्रेभी अनि खाना त्यति नै हो आज त्यस्तै नै छ हाम्रो, सिम्पल। अचार पनि छैन, दाल पनि छैन, एकदमै सिम्पल छ। कस्तो भयो? एक दुई शब्द बोल्नु नि, केही बोल्नुहुन्न त। यता हेर्नु नि, यता। म चाहिँ यहाँ खाना मन नलागी पनि खाँदैछु। अनि अब अलिकति खाइसकेपछि चाहिँ अनि पानीपुरी अनि ढुङ्ग्री पनि तार्नु छ नि त चटपटेको लागि। पानीपुरी सकिएको छ अनि ढुङ्ग्री पनि सकिएको छ। खाइसकेपछि चाहिँ ढुङ्ग्री र पानीपुरी तार्नु छ। यो चाहिँ मेरो चटपटेको बेचेर कमाएको पैसा हो। त्यही हो मेरो चटपटेको कमाइ। धेरै त छैन, अलिअलि छ। सामान किनेर उब्रेको पैसा त्यति नै हो। रकी चाहिँ कस्तो मजाले हेर्दैछ साथीहरु, मजासँगले। रकी के खाने बेबी? चाहिँ हाम्रो पानीपुरी तार्दै हुनुहुन्छ मजाले। पसलको लागि पानीपुरी तार्दै हुनुहुन्छ। तेलै सकिसकेको रहेछ साथीहरु, धेरै तेल रहेनछ, त्यही भएर अलिकति तारेको। यहाँ चाहिँ पानीपुरी तार्दै हुनुहुन्छ। पानीपुरी चाहिँ तारियो। यहाँ चाहिँ ढुङ्ग्री पनि तारिसक्नु भएको रहेछ। अनि यहाँ पानीपुरी तार्दै हुनुहुन्छ। यहाँ प्लेट लिएर बसि नै रहेको छु, खाइसकेको छुइनँ, खाँदैछु साथीहरु। यहाँ मेरो रक्की यहाँ आएर मेरो छेउमा बसेको। उसले चाहिँ खानेकुरा मागेको हो क्या। यो चाहिँ के खाँदैछस् दे भनेको होला सायद। यहाँ हेर्नु न, के भयो?
साथीहरू हाम्रो चाहिँ पानीपुरी पनि तारिसक्यो, सबै काम सकिसक्यो। अनि अब चाहिँ हामी चाहिँ सुत्नु पर्यो भनेर चाहिँ आयौँ रुमतिर। अनि अब चाहिँ यहाँ हेर्नु होला पानी खाँदै हुनुहुन्छ कोही कोही मान्छे चाहिँ। अनि यहाँनिर म चाहिँ रुमतिर आएँ। अब चाहिँ सुत्नुपर्छ साथीहरू। यो मेरो सुत्ने रुम अस्ति पनि देखाइहालेको छु मैले। यहाँ चाहिँ पङ्खा पनि मजाले चल्दैछ। अनि अब चाहिँ हामी 10:12 भएको छ। अब चाहिँ सुत्नुपर्छ। आजको लागि यति नै साथीहरू। अनि हजुरहरूले लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ गरिदिनु होला। अनि मलाई एकदमै सपोर्ट पनि गरिदिनु होला। अनि म पनि हजुरहरूलाई सपोर्ट गर्नेछु साथीहरू। अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस् त आजको लागि यति नै। फेरि भेटौँला भोलि अर्को भिडियोमा। आजको भिडियो चाहिँ खासै राम्रो भयो भएन साथीहरू। मलाई एकदमै सन्चो पनि छैन, त्यही भएर चाहिँ आज खासै मैले केही गर्न पनि पाइनँ। त्यो भएको कारणले चाहिँ मबाट गल्ती भयो भने त्यसको लागि पनि मलाई माफ गरिदिनु होला साथीहरू। बाई।